यो पटक चाहिँ मैले नेपालीमै भ्लग बनाउने विचार गरेँ हैन। त्यो भएको कारणले गर्दाखेरि अलिकति धेरै कुराहरू क्याप्चर पनि गर्न सकिन्छ होला जस्तो लाग्छ। यतिखेर चाहिँ म भर्खरै बाङ्क्री हैन पिटरबुटर नजिक आइपुगेँ। प्लान चाहिँ बाङ्क्री जाने छ। हेरौँ वेदर कस्तो हुन्छ। वेदर फोरकास्ट हेर्दाखेरि चाहिँ वेदरको त्यति राम्रो फिडब्याक छैन। अलिकति डाम वेट हैन, फ्रिक्वेन्ट सावर प्लस -2 डिग्री पनि देखाइरहेको छ। एनिवे तर एडभेन्चरमा वेदर हेर्नु त्यति राम्रो जस्तो चाहिँ मलाई लाग्दैन। एज लङ एज यु हेभ गट द राइट गियर, त्यो चाहिँ मोस्ट इम्पोर्टेन्ट थिङ हो। भित्रैबाट डेप्थमा एक्सप्लेन गर्न चाहिँ आफ्नो भाषा जस्तो सजिलो अरू भाषा हुँदैन। आज यो ब्लग चाहिँ लकमुइक भन्ने ठाउँमा अलिकति हिँड्ने ठाउँ पनि हो यो। होपफुली अब वेदर पनि राम्रै हुन्छ होला। त्यो भएको भएर म आउँदैछु, अरू साथीहरू पनि आउँदैछन्। यदि उनीहरू आयो भने उनीहरूको पनि केही कुराहरू राख्नेछु, त्यो प्रसङ्ग पनि म जोड्नेछु। अहिलेलाई भने एकदमै राम्रो रुटमा म जाँदैछु। बाइक क्याम्पिङ इज रियली इम्पोर्टेन्ट। किन भन्दाखेरि आउटडोर जति पनि आउटडोर एक्टिभिटिजहरू छ त्यो चाहिँ आफ्नो स्वास्थ्यको लागि, स्पेसली मेन्टल हेल्थको लागि चाहिँ एकदमै राम्रो मानिन्छ। स्पेसली स्कटल्यान्डमा चाहिँ आउटडोर एक्टिभिटिज धेरै पपुलर पनि छ। एकदम स्वच्छ हावा, प्रदूषण रहित एयर क्वालिटी, त्यो भएको कारणले गर्दाखेरि पनि एकदमै इम्पोर्टेन्ट छ। अब चिया खाने समय आएको छ। अझै पनि मैले रामकृष्ण निश्चल र भान्जालाई कुरिरहेको छु।
यो ठाउँको एउटा डिसएडभान्टेज भनौँ, यहाँ चाहिँ कुनै नेटवर्क छैन, एकदमै इमर्जेन्सी मात्रै छ, यो नेटवर्कै छैन। एकदमै राम्रो छ। अब सबै तयारीहरू भइसक्यो। यो चाहिँ एकदमै वाइल्ड क्याम्पिङ हो। अब चाहिँ अलिकति केही खानुपर्छ है। अब आज चाहिँ हाँसको छोइला बनाउने प्लान छ, हेरौँ होइन कस्तो हुन्छ। अब आगोको रापमा बनाइसकेपछि सबै साथीहरूलाई सेफ दिपेशको कस्तो हुन्छ। वाइल्ड क्याम्पिङको एउटा फाइदा भनेको नै यही हो, एकदम वाइल्डनेस, आफूले मन लागेको तरिकाले एकदम फ्री रेन्ज तरिकाले पकाएर होइन। अब हेरौँ, यसलाई यता राखौँ। अनि आज साथीहरूको पनि के छ त, लाइफ के हो, कसरी बिताउनु पर्छ भन्ने विषयमा आजको चाहिँ विशेष कुरा गर्ने छ, आउटडोर एक्टिभिटिज। अब यो हाँसको छोइला करिब करिब अब काट्ने बेला होला। हाम्रो रामकृष्णजीले यहाँ अहिले चिकन बनाउँदै यतापट्टि यसको लागि रेडी छ। रेडी हुन लाग्यो चाहिँ इस्कस हुस्की चाहिँ एकदम मिठो छ। यसमा अलिकति हाल्दिँदा हुन्छ। वेदर चाहिँ एकदमै राम्रो छ होइन, अहिलेसम्म पानी चाहिँ परिरहेको छैन, ठिकै छ।
बसेको ठाउँ चाहिँ उपत्यका जस्तो लाग्यो मलाई। चारैतिर डाँडाले घेरेको अनि बिचमा सम्म मैदान। माहौल चाहिँ अति नै रमाइलो, शान्त अनि बस्दा पनि समय बितेको पटक्कै थाहै नहुने। गाडी चाहिँ हामीले यो डाँडाको मुनतिर सानो बाटोमा पार गऱ्यौँ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो सामान ओसार पसार गर्नलाई एकदमै सजिलो पनि भयो। एकदमै सजिलो भयो। किन भन्दाखेरि वाइल्ड क्याम्पिङमा नर्मली धेरै सामान लान सकिँदैन, तर गाडी यहाँ भएको कारणले गर्दाखेरि हामीले जे चिज चाहियो गाडीमा आउने जाने गरेर सामान निकाल्नलाई चाहिँ त्यति झन्झट भएन। त्यसले गर्दा पनि हाम्रो बसाइ चाहिँ एकदमै सहज बन्यो। खोलाको चाहिँ एकदमै आनन्द आउने रहेछ राति सुत्दाखेरि। खोलाको आवाज, छङछङ आवाजले सुत्नलाई एकदमै रमाइलो भयो। हाम्रो ब्रेकफास्ट टाइम भयो यतिखेर। गुड मर्निङ। अब ब्रेकफास्टमा चाहिँ दुईजना साथीहरू छन्। रामकृष्ण अधिकारी अन्डा विशेषज्ञ, निश्चल चाहिँ ससेज विशेषज्ञ। ब्रेकफास्ट टाइम भयो। साथीहरूले भेनेसन बर्गर, एग हैन, अब ट्रेनको पालो आयो। अब यसलाई सुत्न चाहिँ राम्रो भयो। यसलाई यसको हावा फालेर टक्क लाएर अब करिब जानको लागि सबै सामानहरू राख्नु पर्यो।
बिस्तारै हालौँ